अर्थात् स्थानीय निकायलाई लक्षित गरेर तपाईको ओडामा चाहिँ कसरी छान्दाखेरि राम्रो मान्छे अब आउँछ र उसलाई चुनावमा जिताउन सकिन्छ। यसमा तपाईले एउटा प्रतिक्रिया दिनु होला। त्यो भनेको तपाई भनेको चाहिँ तपाई ओडाले दिनु पर्यो, ओडाबाट आएका चिजहरूलाई पालिकाले दिनु पर्यो र पालिकाबाट आएका चिजहरूलाई जिल्लाले, जिल्लाबाट प्रदेशले गर्दै हरेक स्थानीय निकायमा हामी हाम्रो कारणले नहारौं भन्नका लागि हामीले हाम्रै मान्छे, हाम्रै पार्टीको राम्रो मान्छेलाई जिताउनको लागि के गर्दा हुन्छ भनेर यो सल्लाह सुझाव मागेको। त्यसकारणले तपाईहरुले उता ओडामा बसेर कार्यविधि बनाएर यसो गरेर छान्नुपर्छ भनेर तपाईहरुले त्यसलाई ओडाबाट माथिल्लो तहमा पठाउनु होला। छलफल गरेर माथि पठाउँदै जानु भएपछि प्रदेशले माथि पठाउँछ। त्यसको कति गते ओडाको बस्ने, कति गते पालिकाको बस्ने, कति गते जिल्लाको बस्ने, कति गते प्रदेशको बस्ने भनेर नीति समेत तोकिदिएको छ। कथन कदाचित ओडामा ओडा सभापति हुनुहुन्न भने ओडा उपसभापतिको नेतृत्वमा मिटिङ बस्ने समेत भनेको छ। पालिकामा पालिका सभापति नभएको अवस्थामा उपसभापतिले पनि मिटिङ गर्नुपर्ने छ र त्यो निर्धारित समयमा नै त्यसमा हामी अगाडि बढ्नुपर्ने छ भन्ने कुराको यहाँहरुसँग सुझाव मागेको हो। त्यसकारणले अहिले चाहिँ तपाईहरुले व्यक्ति छानेर पठाउने होइन, व्यक्ति छान्नको लागि चाहिँ विधि बनाएर पठाउने हो। मैले यो कुरा तपाईहरुलाई स्पष्ट पारे जस्तो लाग्छ। तपाईहरुले लेखेको विधिमा नै टेकेर भोलि स्थानीय निकायको हामी के गर्छौं त उम्मेदवार छनौट गर्छौं। मैले यति कुरा निवेदन गरे। तपाईहरुबाटै आफै कानुन बनाउनुहोस्, आफै छान्नुहोस्, आफै जिताउनुहोस् र गाउँको विकास आफै गर्नुहोस् भनेर चाहिँ पार्टीले खुल्ला हृदयले तलसम्म चाहिँ अहिले नीति बनाउनको लागि, कार्यविधि बनाउनको लागि यो अवसर दिएको छ। अब अघि एकजना सरले भन्नुभएको थियो इन्द्रबादको सचिवज्यूले स्थानीय निकाय चाहिँ फेरि स्वतन्त्र हुने भनेको छ नि, यो कस्तो हो स्वतन्त्र भनेको भन्नुभएको छ। यसमा हामीले विभिन्न चोटि छलफल गरेका छौं। म प्रदेशको संगठन विभाग प्रमुख भएको हिसाबले हाम्रो प्रदेशका हुनहार लिडरहरू हैन, अहिले कार्यवाहक सभापति सरिता तामाङजी हुनुहुन्छ,